एक्सेल अटोमेसन सिक्न चाहनुहुन्छ, एउटा कुरा सोध्छु। तपाईसँग भएको एक्सेल डाटा टेबलमा छ कि प्लेन रेन्जमा छ? यदि प्लेन रेन्जमा छ भने यो लेसन तपाईँको लागि हो। यहाँनिर मसँग दुईवटा टेबल छ। यो एउटा प्लेन रेन्ज हो र यो चाहिँ एक्सेल टेबल हो। कलर, बोर्डर, स्टाइल सबै कुराहरू उस्तै देखिन्छ। तैपनि यो नर्मल रेन्ज हो र यो एक्सेल टेबल हो। एक्सेल टेबल हो भने माथिपट्टि टेबल डिजाइन आउँछ, रेन्ज हो भने टेबल डिजाइन आउँदैन। यदि हामी टेबलमा छौँ भने मानौ मैले यसमा कुनै फङ्सन युज गरेँ, COUNTA काउन्टा, र मैले काउन्ट गर्न चाहेँ यो ब्रान्चको नेमलाई अनि इन्टर। हामीले यसमा टेबलको रेफरेन्स पाउँछौँ। यदि मैले यो रेन्जलाई काउन्ट गर्न चाहेँ जुन टेबलमा छैन, COUNTA काउन्टा, यो रेन्जलाई काउन्ट गर्न चाहेँ भने अब यसले पनि एन्सर त त्यही नै निकाल्छ, ओके, हेट नै। यदि मैले यसमा कुनै अर्को नयाँ ब्रान्च थपेँ भने यसमा थपिएको यसमा काउन्ट हुँदैन, तर यदि मैले यसमा चाहिँ थपेँ भने यो अटोमेटिक काउन्ट हुन्छ। धेरैलाई लाग्न सक्छ एक्सेल टेबल भनेको डिजाइन, बोर्डर, स्टाइल यस्तै कुराहरू मात्रै हुन्, तर होइनन्। एक्सेल अटोमेसनको पावर हाउस हो एक्सेल टेबल भनेको। र हामीले यो लेसनमा चाहिँ 7वटा यस्ता कारणहरू पढ्छौँ, सिक्छौँ, हेर्छौँ, डेमो हेर्छौँ, जसले गर्दाखेरि एक्सेल टेबल हामीले किन युज गर्छौँ भन्ने कुरा एकदमै क्लियरली थाहा हुन्छ। यहाँनिर मसँग केही लिस्टहरू छ, पहिला त्यसलाई हेरौँ। अहिले सुन्दा यो एकदमै साधारण जस्तो लाग्न सक्छ। म तपाईँहरूलाई 7वटा यी 1 बाई 1 गर्दै डेमो देखाउँछु। त्यस पछाडि तपाईँहरूलाई एक्सेल टेबलको इम्पोर्टेन्स फिल भइ नै हाल्छ। सुरु गर्छौँ अटो एक्सपान्सनबाट। हामीसँग भएको एक्सेल टेबलमा यदि हामी कुनै नयाँ रेकर्ड एड गर्छौँ भने यसले आफ्नो एरिया अटो एक्सपान्ड गर्छ। नयाँ रेकर्ड थप्यौँ, मानौ अहिलेको लागि ऱ्यान्डमली म केही नम्बर राखेँ, ओके, यो पहिला एड भइसकेको हो। यसमा मैले फेरि अर्को कुनै रेकर्ड राख्न चाहेँ भने टेबलले आफ्नो एरिया एक्सपान्ड गर्छ भने यहाँनिर हामी नयाँ रेकर्ड राख्यौँ, यसमा राख्यौँ, यसमा राख्यौँ, यसमा राख्यौँ, यसले आफ्नो एरिया एक्सपान्ड गर्दैन। हामीले 1 बाई 1 फेरि फर्मेटिङ गर्दै जानुपर्ने हुन्छ। र नयाँ रो थप्ने बेलामा फर्मेटिङ पनि अटो एप्लाई हुन्छ एक्सेल टेबल हो भने। जस्तो सबभन्दा पहिला त म यसमा भएका फर्मेटिङ क्लियर नै गरिदिन्छु, क्लियर फर्मेट। अब यसको कुनै हामी स्टाइल एप्लाई गर्छौँ। मैले अहिलेको लागि यो स्टाइल लिइदिएँ, ओके। यसमा हामीले नयाँ रेकर्ड फेरि एड गऱ्यौँ, यसमा फर्मेटिङ पनि अटो एप्लाई हुन्छ। मानौ हामी डाटा भ्यालिडेसन पनि एड गरिरहेको छौँ। मैले यसलाई एकैछिनको लागि यतिलाई Ctrl+C अनि यतापट्टि Ctrl+V गरेँ र यो रेन्जमा मानौ हामी डाटा भ्यालिडेसन एड गरिरहेको छौँ, Alt+DL, त्यस पछाडि लिस्ट अनि सोर्समा मैले यो लिएँ र ओके। अब यसमा हामी यो लिस्ट आइटम सिलेक्ट गर्न त पायौँ, ओके, केही छैन। तर यदि हामी नयाँ रेकर्ड एड गर्छौँ भने त्यसमा त्यो डाटा भ्यालिडेसन पनि अटो कपी भएर आउँछ। हामीले फेरि कपी गरिरहनु पर्ने फर्मेटिङलाई यो फिल ह्यान्डलमा क्लिक गरेर ड्र्याग गरिरहनु पर्ने, अथवा फेरि हामी डाटा भ्यालिडेसन अप्लाई गरिरहनु पर्ने, त्यस्तो केही पनि हुँदैन। त्यस्तै गरेर कन्डिसनल फर्मेटिङको कुरा गऱ्यौँ। मानौ मैले यही रेन्जमा पनि म कन्डिसनल फर्मेटिङमा गएँ, हाइलाइट सेल रुल्समा गएँ र इक्वल टु भने अहिलेको लागि कुनै एउटा मात्रै, मैले यदि लुम्बिनी छ भने त्यसलाई कुनै एउटा कलरले हाइलाइट गर्ने भने म कस्टम फर्मेटमा गएँ, फिलमा गएँ र यो कलर लिएँ, ओके। लुम्बिनीमा त्यो कलर एप्लाई भयो। अब मानौ यसमा गएर मैले फेरि ल यसमा त लुम्बिनी यो हाम्रो पहिला नै टेबल सेट भइसकेकै छ, ओके। नयाँ रेकर्ड हामीले एड गऱ्यौँ र त्यसमा पनि लुम्बिनी आयो भने अब थपिएको रोमा यो कन्डिसनल फर्मेटिङ एप्लाई हुन्छ कि हुँदैन त? एउटा रेकर्ड नयाँ थपियो, यसमा मैले लुम्बिनी लेखेँ भने यसमा त्यो कन्डिसनल फर्मेटिङ एप्लाई हुन्छ कि हुँदैन? इन्टर हुन्छ, हैन। टेबलको एक्सेल टेबल हो भने चाहिँ फर्मेटिङ अटो एप्लाई हुन्छ। हामीले त्यो रेन्ज बढाइरहनु पर्दैन। यदि प्लेन रेन्ज हो भने हामी कन्डिसनल फर्मेटिङ, अहिलेको लागि म यसैमा गएँ, कन्डिसनल फर्मेटिङ, म्यानेज रुल,
यहाँबाट हामीले रेन्ज बढाइरहनु पर्ने हुन्छ। अहिलेको लागि L2 देखि L को 14 सम्म, L2 देखि L को 14 सम्म, यो भनेको 14 हो। तर जब हामी यसमा रेन्ज बढाउँछौँ यो अटोमेटिक एक्सपान्ड हुन्छ, तर त्यही कुरा चाहिँ रेन्जमा हुँदैन। ओके, त्यस्तै गरेर नयाँ कोलम थप्ने बेलामा पनि मानौ मैले यसमा एउटा नयाँ कोलम थपेँ, COLUMN कोलम, टेस्ट कोलम भनेर राखेँ। ओके, यसमा त फर्मेटिङ यसमा चाहिँ एप्लाई भयो, तर हामीले तलपट्टि फेरि फर्मेटिङ एप्लाई गर्नुपर्ने हुन्छ। र यहाँनिर मैले फेरि कोलम एड गरेँ, कोलम टेस्ट नै भनेर राखेँ। यसमा अटोमेटिक त्यो कोलम भरि स्टाइल एप्लाई भइसकेको हुन्छ। नेक्स्ट अर्को 2 नम्बर रिजन छ स्ट्रक्चर रेफरेन्स। जब हामी फर्मुला लेख्छौँ, स्पेसली फर्मुला लेख्ने बेलामा मैले यहाँनिर इक्वल COUNT काउन्ट भने मलाई यो रेन्जलाई काउन्ट गर्नुपर्ने छ। मैले यसमा क्लिक गरेँ, हामीले यसमा टेबल 3 CT भनेर पायौँ र यो पनि डाइनामिक हुन्छ। मैले यसमा काउन्ट होइन काउन्टा एड गर्छु, काउन्टा 11। तर हामीले यसमा टेबलको रेफरेन्समा जब फर्मुला लेख्छौँ त्यो बेलामा यसरी रेन्ज आउँछ, प्लेन रेन्ज आउँछ, जुन एकदमै रिडेबल नहुन पनि सक्छ। र अघि नै मैले कुरा गरेँ स्टार्टमै, जब हामी नयाँ रेकर्ड एड गर्दै जान्छौँ, मानौ अहिलेको लागि यसैलाई मैले एड गरेँ, यो थपिएको कुरा यसमा एड भएन, क्यालकुलेसनमा यो आएन, रेन्ज अटो एक्सपान्ड भएन। तर यसमा मैले कुन रेन्ज लिएँ यो, यदि यसमा नयाँ रेकर्ड थपिँदै आयो भने मानौ यहाँ अरू पनि मैले ब्रान्चहरू राखेँ, यो हामी डाटा भ्यालिडेसन युज गरेको छौँ, यहाँभन्दा बाहिरको राख्न पाइँदैन। मैले यसैलाई कन्ट्रोल C गरेँ र यहाँनिर कन्ट्रोल V, यहाँनिर यो चाहिँ अटो एक्सपान्ड भयो, तर यो रेन्जमा चाहिँ यो अटोमेसन हुँदैन। र फर्मुलामा पनि हामी हेर्ने हो भने फर्मुलामा यहाँनिर रो नम्बर हुन्छ, रो नम्बर भनेको फिक्स भयो, B को 9 सम्म भन्ने भयो। तर यहाँ चाहिँ टेबलको इन्टायर कोलम भन्ने हुन्छ, CT भनेको यो टेबलको पुरा कोलम हो र हामीलाई रिड गर्न पनि एकदमै इजी हुन्छ। र हामीले फर्मुला लेख्ने बेलामा जस्तो हामी कुनै कोलममा फर्मुला लेख्यौँ, अहिलेको लागि यसमा यो त्यति सुइटेबल त छैन, म सेल्समा गएँ, यसलाई पनि कन्ट्रोल T गरेँ अनि ओके गरेँ, यो एक्सेल टेबलमा कन्भर्ट भयो। मानौ मलाई यहाँनिर एउटा नयाँ कोलम थप्नु पर्यो, मैले यसमा अब युनिट कस्ट, डिस्काउन्ट र डिस्काउन्ट अमाउन्ट, यहाँ ग्रस सेल्स छ, नेट सेल्स छ, कस्ट अफ गुड्स सोल्ड भनेर छ। ओके, कस्ट अफ गुड्स यसो गर्छौँ हामी, यसलाई हटाइदिन्छौँ, अथवा यहाँनिर मैले प्रॉफिट भनेर एउटा कोलम एड गरेँ, प्रॉफिट। ओके, यो एक्सपान्ड भइ नै हाल्यो। र इक्वल मैले यहाँनिर कुनै फर्मुला लेखेँ, जस्तै नेट सेल्स माइनस त्यस पछाडि कस्ट अफ गुड्स सोल्ड गरेँ अनि इन्टर गरेँ। हामीले जब इन्टर गऱ्यौँ नि तब तलसम्म फर्मुला अटो फिल भयो, हामीलाई ड्र्याग गरिनु परेन, सानो भए पनि अटोमेसन भयो, 1 मिनेटको काम भए पनि हाम्रो बच्यो यसले गर्दाखेरि। त्यस्तै गरेर फर्मुला हामीलाई रिड गर्न पनि सजिलो भयो। नेक्स्ट अर्को कुनै पर्सन आएर हेऱ्यो भने पनि यो के गरिएको भन्ने कुरा एकदमै इजिली बुझ्न सक्छ। हामीले कुनै अर्को टेबलबाट रेफरेन्स लिनु पर्यो भने त्यो बेलामा फर्मुलालाई लक गरिरहनु पर्ने समस्या पनि आउँदैन। जस्तै मानौ यहाँनिर ब्रान्च आइडी भनेर छ, म एउटा अर्को कोलम थपेँ र मलाई यहाँनिर ब्रान्चको नेम निकाल्नु पर्ने भयो, यो कोलम मानौ छैन, मैले यसलाई डिलिट गरेँ। र यहाँ हामी VLOOKUP युज गर्न सक्छौँ, VLOOKUP, लुकअप भ्यालु यो भयो। यो लुकअप फङ्सनहरू म पछि सिकाउँछु, अहिलेको लागि बस टेबलको टपिकमा छौँ हामी, डेमो मात्रै हेर्दैछौँ। कमा त्यस पछाडि टेबल एरे भनेको यो ब्रान्चको, यदि मैले यो लिएँ भने चाहिँ मैले यसरी सिलेक्ट गर्नुपर्ने हुन्छ। यसरी सिलेक्ट गर्दाखेरि यसमा प्लेन रेफरेन्स आउँछ, रेन्जको रेफरेन्स आउँछ, यसलाई मैले यसरी लक गरिनुपर्ने हुन्छ। तर यदि हामी टेबलको रेफरेन्स युज गर्छौँ भने, जस्तो मैले यहाँनिर क्लिक गरेँ, यो टेबलको नेम आउँछ, हामीले यसलाई लक गरिरहनु पर्दैन। रेफरेन्स लिँदाखेरि पनि हामीलाई एकदमै इजी हुन्छ। कमा र मलाई चाहिएको छ 2 नम्बरको 2,0 ब्राकेट क्लोज अनि इन्टर गरेँ। बस हामी कति इजिली निकाल्यौँ, कहीँ कतै रेफरेन्सहरूलाई लक गरिरहनु पर्दैन। त्यस्तै गरेर क्रस रेफरेन्स युज गर्नु पर्यो भने पनि, जस्तो अहिलेको लागि मानौ म कुनै अर्को सिटमा गएँ, यहाँनिर मैले फर्मुला लेखेँ,
इक्वल सम, त्यस पछाडि त्यो टेबल कुन टेबल थियो, सायद टेबल 2 होला, टेबल 4 होला हैन, पछिल्लो पालि बनाएको टेबल 4। टेबल 4 को मैले प्रॉफिटलाई जोड्नु पर्यो, प्रॉफिट भन्ने कोलमलाई। त्यस पछाडि अब यसमा हामी अर्को कुनै रेन्ज, अहिलेको लागि यसलाई मैले बन्द गरेँ, यो हाम्रो टोटल प्रॉफिट भयो। त्यस्तै गरेर हामी कमा अथवा डिभाइड बाई गरेर फेरि अर्को कुनै टेबलको रेफरेन्स पनि लिन सकिन्छ। मैले यसमा COUNTA काउन्टा भने काउन्टा, अनि त्यही सिटमै गएँ र कुनै एउटा रेन्जलाई मैले काउन्ट गरेँ। ल अहिलेको लागि ट्रान्जेक्सन आइडीलाई मलाई एभरेजमा प्रॉफिट निकाल्नु पर्ने भयो। यस, यो हाम्रो एभरेज प्रॉफिट भयो। हामी कुनै पनि सिटमा बसेर त्यो टेबललाई युज गर्न सक्छौँ, त्यो टेबलको रेफरेन्स युज गर्न सक्छौँ। र यदि हामी टेबलको नेम चेन्ज गर्यौँ भने पनि, जस्तो अहिले यसमा टेबल 4 भनेर छ, टेबल 4, हामीले टेबलको नेम चेन्ज गर्यौँ, यहाँ क्लिक गर्ने, टेबल डिजाइनमा जाने, टेबलको नाम मैले राखेँ सेल्स TBL भनेर राखेँ। अब हामी त्यो फर्मुलाहरूमा हेर्ने हो भने यहाँनिर त्यो टेबलको रेफरेन्स अटोमेटिक चेन्ज भइसकेको हुन्छ, हामीले कहीँ कतै केही टेन्सन लिइरहनु पर्दैन। नेक्स्ट अर्को रिजन छ अटोमेसन टुल्स। जस्तै हामीले पावर क्वेरी एडिटर युज गर्नु पर्यो, गेट डाटा, त्यसको लागि पनि यदि टेबल हो भने एकदमै इजी हुन्छ, सही स्ट्रक्चरमा आउँछ। हामी त्यो पछि अरू लेसनहरूमा पढ्नेवाला छौँ। जस्तो मानौँ यसैमा पनि यदि हामी कुनै अर्को सिटलाई पावर क्वेरीमा लोड गर्न चाहन्छौँ भने यसले हामीलाई टेबलमा कन्भर्ट गर्नै पर्छ भनेर भन्छ। कि त डिफाइन नेम गरिएको हुनुपर्छ, कि त यसलाई टेबलमा राखिएको हुनुपर्छ। यदि मैले यो टेबललाई लोड गर्न चाहेँ पावर क्वेरी एडिटरमा, यो पावर क्वेरी एडिटर एकदमै इम्पोर्टेन्ट अटोमेसन टुल हो। हामी पावर क्वेरी एडिटर युज गर्नको लागि पनि हामीले हाम्रो रेन्जलाई टेबलमा राखिएको हुनुपर्छ। यदि हामी यही फाइलको कुनै टेबललाई लोड नगरिकन कुनै अन्य सोर्सबाट हामीले फाइल अथवा PDF फाइल अथवा फोल्डरबाट डेटाहरू अथवा सर्भरबाट डेटाहरू कनेक्ट गराउन चाहन्छौँ भने पनि त्यो सही स्ट्रक्चरमा अथवा टेबल फर्मेटमा भएको हुनुपर्ने हुन्छ। भयो भने चाहिँ बेटर हुन्छ र पावर क्वेरीमा लोड गरिसके पछाडि हामीलाई काम गर्न इजी हुन्छ। पिभट टेबल युज गर्छौँ। पिभट टेबलमा अटो अपडेट गराउनु पर्यो भने, जस्तो यदि हामी यो रेन्जबाट पिभट टेबल बनाइरहेको छौँ भने, मैले न्यू वर्कसिटमा पिभट टेबल बनाउने भने मैले प्रोडक्टको नेमको बेसमा कुनै पनि भ्यालुलाई समराइज गर्न चाहेँ। यदि हामी यसमा केही नयाँ रेकर्डहरू थप्छौँ, यसमा हामी अहिलेको लागि मैले यो 3वटा रोलाई यसैलाई नै कपी गरेर तलपट्टि पेस्ट गरेँ, कन्ट्रोल V, र 3वटा रेकर्ड थपियो। र अब हामी यो रिपोर्टमा हेर्ने हो भने अहिले 1147,190 छ। हामीले यसलाई रिफ्रेस गर्ने बित्तिकै त्यो अपडेट हुन्छ। तर यही कुरा यदि हामी रेन्जबाट लिन्छौँ भने त्यो अपडेट हुँदैन। हामीले त्यसको रेफरेन्स, त्यसको डाटा सोर्स चेन्ज गरिरहनु पर्ने हुन्छ। यदि टेबल लिइरहेको छौँ भने चाहिँ टेबलमा यो टेबलको नेम आइरहेको हुन्छ डाटा सोर्समा, यो टेबल यसमा रेकर्ड थप्दै जाँदाखेरि अटो एक्सपान्ड हुन्छ। अटो एक्सपान्ड भएपछि यो हाम्रो पिभट टेबल पनि रिफ्रेस हुँदाखेरि अटो अपडेट हुन्छ। त्यस्तै गरेर डायनामिक एरे फङ्सनहरू, जस्तै मैले यहाँ कतै गएर इक्वल, मैले भने त्यो टेबलको नाम के थियो, सेल्स TBL, इन्टर, यो मैले यत्तिकै इन्टर गरेँ र यसमा हामी फिल्टर एप्लाई गर्न सक्छौँ। मैले यसमा FILTR फिल्टर भनेर राखेँ। त्यस पछाडि हाम्रो कुनै एउटा कोलम, मानौँ यो कोलम इक्वल के हुनुपर्छ, मैले यहाँनिर इक्वल होइन, मैले चाहिँ यहाँनिर सेल्स TBL भनेको हाम्रो टेबल भयो, कमा, त्यस पछाडि यो कोलम इक्वल के हुनुपर्छ त, मानौँ टी सर्ट हुनुपर्छ, TSHIRT टी सर्ट भनेर राखेँ, ब्राकेट क्लोज, इन्टर। अहिले हामीले टी सर्टको मात्रै पायौँ। अब त्यसमा नयाँ रेकर्ड थपियो भने, मानौँ लास्टमा गएर हेरौँ, अन्त्यमा यो भनेको हाम्रो यो 407 नम्बरको छ। हामी यो सिटमा गयौँ र एकदमै तलपट्टि कुनै एउटा रेन्जलाई
यहाँनिर यो 11,457 यसलाई मैले टी सर्ट नै गरिदिएँ, टी सर्ट गरिदिएँ। ओके, अब यतापट्टि हेर्ने हो भने हाम्रो यो रिपोर्ट कहाँ गयो, यहाँनिर 11,407 भयो। त्यस पछाडि हामीले जुनमा थपेको थियो त्यो चाहिँ कुन चाहिँ पर्यो, एकचोटि हेरौँ। 11,457 यो हाम्रो टी सर्ट, यहाँनिर ड्यास पनि छ, त्यो कारणले उता नदेखाएको मैले ड्यास राखेँ। अब यहाँनिर हेर्ने भने 11,457 त्यो त आयो। मानौँ हामीले नयाँ फेरि रेकर्ड थप्यौँ, यसैलाई नै म केही तल राखिदिन्छु, केही तलसम्म। यो हाम्रो टेबलमा छ, मैले यसैलाई नै कन्ट्रोल सी गरेँ र तलपट्टि कन्ट्रोल भी गरेँ र यहाँनिर 457 को सट्टामा 460 राखेँ। अब टी सर्ट यो हामीले यसमा पाउँछौँ किनभने यो एक्सेल टेबलमा छ। हामीले जब रेकर्ड थप्दै जान्छौँ त्यो थपिएको रेकर्ड यो सेल्स टिबिएलमा अटो एक्सपान्ड हुन्छ। अटो एक्सपान्ड भइसके पछाडि अब यहाँनिर त्यो हामीले थपेको रेकर्ड पनि अटो अपडेट हुन्छ। यदि हामी डाइनामिक एरे फङ्सनहरू युज गरिरहेको छौँ भने पनि एकदमै बेटर हुन्छ एक्सेल टेबल। मानौँ मैले यहाँ इक्वल एसओआरटी सर्ट भन्ने फङ्सन युज गरेँ। मानौँ एरे भनेको त्यही नै हो, यसैलाई लिइदिन्छु म। एरे मैले यही लिएँ, एसओआरटी सर्ट, अनि एरे भनेको यही हो र सर्ट इन्डेक्स मलाई सर्ट गर्नुपर्ने छ। मानौँ 1 2 3 4 5 6 अथवा यसलाई गरिदिउँ 2 नम्बर इन्डेक्सलाई 2 ब्राकेट क्लोज इन्टर गऱ्यो भने यो हाम्रो सर्ट भयो, स्मलेस्ट टु लार्जेस्टमा सर्ट भयो। त्यस्तै गरेर युनिक, मैले कुनै युनिक लिस्ट निकाल्नु पर्यो, इक्वल युएनआइक्युयुई युनिक र यो सेल्स टेबलबाट कुनै एउटा प्रोडक्ट नेमको युनिक निकाल्नु पर्यो, इन्टर। यदि त्यसमा नयाँ प्रोडक्ट थपियो भने यो पनि अटो एक्सपान्ड हुन्छ। यदि त्यो टेबल हो भने चाहिँ इजिली अटोमेसन हुने भयो। टेबल हुँदैन थियो भने हामीले रेन्ज थपिरहनु पर्ने हुन्थ्यो, रेन्ज बढाइरहनु पर्ने हुन्थ्यो। अटोमेसन, एक्सेल अटोमेसनको अर्को टुल पावर पिभट। यसमा हामीले डेटा मोडलिङ गर्छौँ। हामीले हाम्रो रेन्जलाई डेटा मोडेलमा एड गर्नु पर्यो भने पनि यो रेन्ज एक्सेल टेबलमा हुनै पर्ने हुन्छ। एड टु डाटा मोडेल, हामीले डाटा मोडेलमा एड गर्न चाह्यौँ भने पनि त्यो हाम्रो रेन्ज प्लेन भएर हुँदैन, त्यसलाई हामीले एक्सेल टेबलमा राखेको हुनुपर्छ। यो पनि हामी नेक्स्ट अरू लेसनहरूमा पढ्छौँ। अहिलेको लागि मैले यसलाई क्रस गरिदिएँ। पावर पिभट अहिले हामी मोर डिटेलमा जान चाहेनौँ। त्यस्तै गरेर भिबिएमा मानौँ यो टेबललाई युज गर्नु पर्यो भने भिबिएको लागि पनि जस्तो यहाँनिर मैले कम्पेरिजन लेखिरहेको छु। विदाउट टेबल चाहिँ हामीले अलिकति बढी लाइन लेख्नुपर्ने हुन्छ। विथ टेबल हो भने चाहिँ हामी टेबलको रेफरेन्स दिन पाइन्छ नि त। त्यो कारणले हामीले थोरै केही लाइन लेख्दा पनि हाम्रो कम्प्लिट काम हुन्छ। र रेन्ज यसमा चाहिँ हामीले थपिरहनु पर्ने हुन्छ भने यसमा चाहिँ हामीले वान टाइम सेटअप गरिसके पछाडि त्यो जहिले पनि डाइनामिक भइरहन्छ, किनभने हामीले होल टेबलको रेफरेन्स युज गर्छौँ। त्यो कारणले भिबिए युज गर्दाखेरि पनि विथ टेबल र विदाउट टेबलमा धेरै डिफरेन्स हुन्छ। त्यो कारणले एक्सेल टेबल युज गरेको हुनुपर्ने हुन्छ। नेक्स्ट अर्को नेम रेन्जको कुराहरू, फर्मुलाज हामीले डिफाइन नेम गर्ने बेलामा पनि मानौँ कुनै हामीले रेन्जको नेम दिँदैछौँ, मानौँ प्रोडक्ट नेम, यसलाई मैले सेलेक्सन गरेँ। त्यस पछाडि फर्मुलाजमा गएँ, डिफाइन नेममा गएँ। यहाँनिर हामीले त्यो रेन्जको कुनै नाम राखिदिन्छौँ। जस्तै मैले प्रोडक्ट भनेर राखेँ नेम, र यो रिफर्स टु के हुन्छ त, यो टेबलको इन्टायर यो प्रोडक्ट नेमको कोलम। जब हामी रेकर्ड थप्दै जान्छौँ यो अटो एक्सपान्ड हुन्छ। त्यो कारणले अनि ओके गऱ्यौँ। यो प्रोडक्ट नेम भनेको यो टेबलको यो इन्टायर कोलम, डाटा थपियो भने पनि थपिएको, डाटा कम भयो भने पनि कम भएको, यो पनि डाइनामिक हुन्छ। यदि हामी रेन्ज युज गर्छौँ, मानौँ मैले यो सेलेक्ट गरेँ, त्यस पछाडि डिफाइन नेम गरेँ, मानौँ यो हाम्रो क्याटेगोरी हो, सब क्याटेगोरी भनेर राखेँ। अब यसले रिफर्स टुमा के लियो त, D2 देखि डीको 21 सम्म। यसको मिनिङ हो यहाँदेखि यहाँसम्म फिक्स, यो त एब्सोल्युट भयो।
डाटा बढ्दै गयो भने यो अटो एक्सपान्ड हुँदैन, नभएपछि अटोमेसन ब्रेक भयो। त्यो भएर एक्सेल टेबल युज गर्नुपर्ने हुन्छ। चार्ट बनाउनु पर्यो भने हैन, चार्टको लागि पनि मानौ मैले यो रेन्ज लिएँ, त्यस पछाडि युनिट कस्ट युनिट प्राइस लिएँ, अनि त्यस पछाडि मैले कुनै एउटा चार्ट बनाएँ, यहाँ गएर अहिलेको लागि लाइन चार्ट बनाएँ। अब यसमा हामीले नयाँ रेकर्ड थप्यौँ भने यो रेन्ज हो, रेन्ज भएको कारणले यसमा नयाँ रेकर्ड थप्ने बेलामा त्यो अटोमेटिक एक्सपान्ड हुँदैन है, यो एक्सपान्ड भएन, यो थपिएको प्रोडक्ट यसमा थपिएन। तर यो यदि टेबल हुन्थ्यो भने टेबलमा चाहिँ यो यसमा डाटाहरू थपिँदै जाँदा टेबलमा अटो एक्सपान्ड हुँदै जान्थ्यो। चार्ट भिजुअल्स अटोमेसनको लागि पनि हामीलाई एक्सेल टेबल हुन एकदमै जरुरी छ। त्यस्तै गरेर स्लाइसर फिल्टरको लागि हामी इन्सर्टमा गएर यहाँबाट स्लाइसर युज गर्न सक्छौँ, टाइमलाइन युज गर्न सक्छौँ। तर यो जब हामी प्लेन रेन्जमा युज गर्छौँ त्यो बेलामा यो बन्दैन, समस्या आउँछ। जब हामी एक्सेल टेबल युज गर्छौँ त्यसमा हामी इजिली स्लाइसर युज गर्न सक्छौँ। मानौ मैले इयर लिएँ, ओके, अब हामी यो यहाँ स्लाइसरको हेल्पबाट यो टेबललाई फिल्टर गर्न सक्छौँ। हामीले एउटै टेबलको मल्टिपल स्लाइसरहरू एड गर्न सकिन्छ। जस्तै क्याटेगोरी लिएँ मैले, ओके, अब यहाँ एक्सेसरिज, बटम्स, ड्रेसेस, हामी इजिली हामीले यो स्लाइसरहरूलाई ड्यासबोर्डहरूमा पनि राख्न सकिन्छ हाम्रो इन्साइट्सलाई एकदमै इन्टरेक्टिभ देखाउनको लागि। र अहिलेको लागि हामी टेबलमा युज गऱ्यौँ र अहिले मैले यसलाई फिल्टर क्लियर गरिदिएँ। यो हाम्रो स्लाइसर भयो। त्यस्तै गरेर हामीले टाइमलाइन पनि युज गर्न सक्छौँ। टाइमलाइनमा क्लिक गर्ने, अब यो टेबल हो र टाइमलाइनको लागि हामीसँग डेट हुनुपर्ने हुन्छ अथवा टाइमको फिल्ड हुनुपर्ने हुन्छ। हामीले डाटा मोडेलमा एउटा टेबल एड गरेको छौँ, मैले ओपन गरेँ, यो हाम्रो डेट हो, मैले ओके गरेँ। यो फिल्टरकै लागि हो भने चाहिँ नोभेम्बरको, अक्टोबरको यसरी हामी फिल्टर गर्न सक्छौँ, इयर वाइज अथवा क्वार्टर वाइज, अथवा हामीले यहाँबाट स्विच गरेर हाम्रो रिपोर्टलाई फिल्टर गर्न सकिन्छ। यसको लागि पनि हामीले एक्सेल टेबल भयो डाटा मोडेलमा एड गर्न पाइन्छ अनि इजिली यो टुलहरूलाई युज गर्न सक्छौँ। नेक्स्ट अर्को नम्बरको रिजन छ बिल्ट इन फिचर। बिल्ट इन फिचरको लागि पनि हामी टेबल युज गर्नु एकदमै इम्पोर्टेन्स हुन्छ। जस्तो हामी टेबल युज गर्छौँ भने बिल्ट इन फिचरहरू युज गर्न पाइयो। टेबल डिजाइनमा हेर्ने हो भने थुप्रै टुलहरू छन्। जस्तै हामी हेडरको स्टाइल, यो हाम्रो फिल्टरको जुन अटो फिल्टर छ त्यसको बटन हामी टेबलमा छौँ भने यो अटोमेटिक आउँछ। त्यस्तै गरेर मानौ हामी ल अहिलेको लागि म एकैछिन यतापट्टि गएँ, यतापट्टिको सिटमा, र यो फ्रिज गरिएको छ, म पहिला यसलाई अनफ्रिज गरेँ, यहाँबाट अनफ्रिज पेन। जब हामी केही तल आउँछौँ टेबलमा क्लिक गरेर, तब त्यो टेबलको जुन हेडिङ हो त्यो माथिपट्टि कोलम हेडरमा आइहाल्छ। हामीले फ्रिज गरे पनि नगरे पनि यो माथिपट्टि आउने हुनाले त्यो पनि एउटा राम्रो फिचर भयो। त्यस्तै गरेर जब हामी टेबलमा राख्छौँ, यसलाई म अहिले कन्भर्ट टु रेन्ज भने, यस, म फेरि यसलाई टेबलमा राख्छु, कन्ट्रोल टी अनि ओके। टेबलमा राख्ने बित्तिकै हामीले यो फिल्टर बटनहरू पाउँछौँ। फिल्टर बटनले हामीलाई फिल्टर गर्नको लागि इजी गर्छ। हुन त हामी कन्ट्रोल सिफ्ट एलबाट फेरि ल्याउन पनि सकिन्छ, तर ल्याइरहनु परेन, त्यो आफै आउने भयो। त्यस्तै गरेर हामी ट्याब की प्रेस गऱ्यौँ, मैले यहाँ क्लिक गरेँ, ट्याब गर्दै गयो भने यो चाहिँ यही टेबलभित्र नै हामी जम्प गराउन सक्छौँ। होइन रेन्जमा हो भने चाहिँ यहाँबाट ट्याब गर्दै जाँदाखेरि यो लाइनलाई छोडेर अर्को नचाहिने रेन्जमा जान्छ। त्यस्तै गरेर टोटलको रो, हामी टेबलमा छौँ भने टेबलमा हामीले टेबल डिजाइन अनि टोटल रो इन्सर्ट गर्न सक्छौँ, जुन एकदमै तलपट्टि हुन्छ लास्टमा। टोटलको रो हामी एड गर्ने कि नगर्ने, यो अन्त्यको भनेको हाम्रो टोटल रो हो। यहाँ हामी सम, एभरेज, काउन्ट, यो बिल्ट इन भयो, हामीले बिल्ट इन फिचर युज गर्न पायौँ। त्यस्तै गरेर ब्यान्डेड रोजको कुराहरू, यहाँबाट हामीले ब्यान्डेड रोज अथवा ब्यान्डेड कोलम युज गर्न सक्छौँ। यो चाहिँ हाम्रो पहिला नै अरू नै फर्मेटिङ एप्लाई भएको हुनाले खासै यसमा देखिएको छैन ब्यान्डेड रोज। मानौ यसमा हेरौँ, ब्यान्डेड रोज अथवा युज गर्ने कि नगर्ने भन्ने छ। पहिला यसमा लगाइएको फर्मेटिङलाई क्लियर नै गरिदिउँ। म यहाँ गएर क्लियर फर्मेट भने र हाम्रो टेबल कुनै एउटा स्टाइल लिन्छौँ हामीले। मैले यो स्टाइल लिएँ
र टोटलको रो लिने नलिने, ब्यान्डेड रोज लिने कि नलिने, यहाँबाट हामीले ब्यान्डेड रोजहरू स्टाइल हो यो युज गर्न पाइयो। त्यस्तै गरेर यहाँ अरू अप्सनहरू पनि छन्। रिमुभ डुप्लिकेट युज गर्न पाइयो, स्लाइसर युज गर्न पाइन्छ अघि नै मैले भने। र हामीले प्रिन्ट गर्नु पर्यो भने पनि कन्ट्रोल पी, त्यस पछाडि सेटिङमा हामी प्रिन्ट सिलेक्टेड टेबल भन्न पाइन्छ। सिलेक्ट गरिएको टेबल मात्रै प्रिन्ट होस् भन्ने अप्सन यदि हामी टेबल लिइरहेको छौँ भने त्यसमा हुन्छ नै। र कुनै फङ्सनहरू जस्तै सर्ट फङ्सनहरू हामीले युज गर्दाखेरि पनि फर्मुला ब्रेक हुँदैन। त्यो भएर एक्सेल टेबल एकदमै इम्पोर्टेन्ट छ। रिजन नम्बर 5 छ फर्मुला फङ्सनसँग एकदमै बेटर तरिकाले काम हुन्छ। हामीले यहाँनिर अघि गऱ्यौँ सेल्समा, यहाँ ब्रान्च नेम निकालेर हेरेको थियौँ। हामीले एक्स लुकअप युज गऱ्यौँ अथवा लुकअप फङ्सनहरू युज गऱ्यौँ कुनै पनि भने, त्यो बेलामा जस्तो हामी टेबलको रेफरेन्स युज गरिरहेको हुन्छौँ। मैले यहाँनिर ब्रान्च नेम युज गरिरहेको थिएँ, ब्रान्च आइडी। जस्तो हामी अघि के गऱ्यौँ भन्दाखेरि ब्रान्चको यो यहाँनिर चाहिँ प्लेन रेन्जको रेफरेन्स लियौँ। हामी ब्रान्चमा गएर यो टेबल 5 भनेर लिँदा हुन्छ, इन्टर। यसरी टेबल 5 रिडेबल पनि भयो होइन। यो के हो भन्ने कुरा जब हामी यसको नेमिङ गर्छौँ, मैले यसलाई ब्रान्च टिबिएल भनेर राखेँ। यो रिड गर्न पनि एकदमै इजी हुन्छ। यहाँनिर मैले जुन फर्मुलामा टेबल 5 अघि राखेको थिएँ, अहिले चाहिँ ब्रान्च टिबिएल भनेर आयो। यो रिड गर्न पनि एकदमै इजी भयो। त्यस्तै गरेर यसको सट्टामा मानौँ हामी एक्स लुकअप नै युज गऱ्यौँ, इक्वल एक्स लुकअप, र लुकअप भ्यालु भनेको ब्रान्च आइडी भयो, कमा, अनि लुकअप एरे भनेको यो ब्रान्चको यो कोलम भयो, कमा, र रिटर्न एरे भनेको यो भयो। यसरी जहाँ सेलको रेफरेन्स आइरहेको हुन्थ्यो यसमा चाहिँ टेबलको रेफरेन्स आउँछ। यो एकदमै प्रोफेसनल अनि स्ट्रक्चरेबल पनि देखिन्छ र हामीलाई रिड गर्न पनि इजी हुन्छ। हाम्रो सट्टामा अरू कसैले यो फाइलमा काम गर्यो भने पनि यो कहाँ के गरिएको भन्ने कुरा फर्मुला हेरेर नै एकदमै इजिली बुझ्न सक्छ। र अटोमेसनको लागि हामी युज गर्ने अर्को एउटा फङ्सन प्राय एकदमै धेरै युज हुन्छ, अफसेट भन्ने फङ्सन। अफसेटको लागि पनि यो डाइनामिक बनाउनको लागि युज गरिने फङ्सन हो। र यसमा पनि हामी यदि टेबलको रेफरेन्स युज गर्छौँ भने त्यो अटो एक्सपान्ड हुन्छ। हामीले त्यसमा अरू कुनै फङ्सनहरूको फेरि हेल्प लिइरहनु पर्दैन। रिजन नम्बर 6 छ कोलाबोरेसन र मेन्टेनेन्सको लागि पनि एक्सेल टेबल एकदमै युजफुल छ। जस्तो हामीले यसमा जे पनि लेख्यौँ यो इजिली अरूले बुझ्न सक्ने नै हुन्छ होइन। यहाँनिर हामीले जुन फर्मुला लेख्यौँ यो जो कोहीले पनि बुझ्न सकिहाल्छ। कोलाबोरेसनमा एकदमै इजी हुने भयो र मेन्टेन गर्न पनि इजी हुन्छ। जस्तो कि हामीले कुनै चेन्ज गर्नु पर्यो फर्मुलामा कहीँ कतै भने त्यो बेलामा पनि हामी डाइरेक्ट यहाँ गएर इजिली चेन्ज गर्न सक्छौँ। त्यो रेन्जमा त्यो कोलममा नगइकन पनि हामीलाई कोलमको नेम थाहा छ भने ल मलाई रिजन चाहिन्छ, ओके मैले रिजन लिएँ, इन्टर। यसरी इजिली हामी त्यसलाई अडिट गर्न सक्छौँ, त्यसलाई मेन्टेनेन्स गर्न सकिन्छ। र टेबल रिनेम गर्दाखेरि पनि त्यो अटो यो चाहिँ अपडेट भइ नै हाल्छ। अघि नै हामीले हेऱ्यौँ जस्तो अहिले यसमा ब्रान्च टिबिएल भनेर आइरहेको छ। यदि मैले उतापट्टि ब्रान्च मात्रै भनेर राखेँ भने पनि त्यो फर्मुलामा अटोमेटिक अपडेट भइ नै हाल्छ। यहाँ मैले टिबिएलको सट्टामा ब्रान्च मात्रै राखेँ। अब सेल्स टेबल यहाँ गएर हेर्ने हो फर्मुलामा भने यहाँ चाहिँ ब्रान्च मात्रै भनेर आइरहेको हुन्छ। सेल्स अब हामीले यसरी लेख्ने बेला जो कोहीले पढ्दाखेरि पनि क्लियर हुने भयो। कोलम नेम देखेर नै इन्स्टेन्टली थाहा हुने भयो कि रेफरेन्स कहाँ गरिएको छ भनेर। टेबलको नेम चेन्ज गर्दाखेरि पनि हरेक फर्मुला अटोमेटिक अपडेट हुने भयो। हामीले कुनै पनि टेन्सन लिइरहनु पर्दैन। नेक्स्ट अर्को रिजन छ 7 नम्बरमा पर्फर्मेन्सको। टेबल युज गरिरहेको छौँ भने पर्फर्मेन्स हाई नै हुन्छ। लार्ज डाटामा पनि क्यालकुलेसन फास्टर हुन्छ, नर्मल रेन्ज भन्दा चाहिँ फास्ट नै हुन्छ। तर कुनै कुनै फङ्सनहरू जस्तै यदि हामी ठुलो टेबलमा तर सम इफ अनि लुकअप फङ्सनहरू युज गरिरहेको छौँ भने चाहिँ केही स्लो हुनसक्छ। होइन भने धेरै जस्तो फङ्सनहरूमा चाहिँ एक्सेल टेबल एकदमै बेस्ट हुन्छ। त्यो कारणले पनि हामी नर्मल रेन्जभन्दा एक्सेल टेबल युज गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक गरिदिनु होला। यो लेसन 3 हो
र हामी कन्टिन्यू गर्छौँ लेसन 4 लेसन 5 गर्दै 60 लेसनसम्म। यदि योभन्दा अगाडिको लेसन हेर्नुभएको छैन भने सुरुदेखि हेर्नुहोला। यो एक्सेल अटोमेसनमा एक्सपर्ट बन्नको लागि मैले लिएर आएको फ्री सिरिज हो र साथीहरूको लागि पनि यो भिडियो सेयर गर्नुहोला र सब्सक्राइब गर्नुभएको छैन भने एक्सेल पोइन्ट नेपाललाई सब्सक्राइब पनि गर्नुहोला र क्वेसन पनि तपाईँहरूले केही छ भने सोध्नुहोला र तपाईँहरूले यहाँसम्म जे पनि मैले सिकाएँ त्यो सँगै गर्दै जानुहोला र कहीँ कतै केही प्रब्लमहरू आयो भने कमेन्ट गर्नुहोला है त।